हेलो नमस्ते सबैजनालाई। आज चाहिँ शनिबारको दिन स्कुलमा रुख काटेर दाउरा बनाएर त्यसको झारपात जलाएर सकिसकेको अवस्था। आजको शनिबारको दिन यहाँ दाउराहरू बनाइसक्यौँ। अब सिटीमा लानुपर्ने छ, सिटीमा राखेर घरमा लानु छ। त्यसपछि आजको शनिबारको कार्यक्रम पनि यही समाप्त हुनेछ। आगो लगाएर यत्रो झास थियो, सानो थिएन यहाँ, सबै काटेर दाउरा बनाएर त्यसको झारपातहरू सबै जलाएर यति मात्रै बचेको छ अहिले चाहिँ। अनि एउटा कुरा चाहिँ आज यो अन्डा फेला परेको छ। के को अन्डा होला यो? चिन्ने जतिले कमेन्ट एन्ड लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु। के को अन्डा हो त्यो चाहिँ मैले नि नचिनिएर त्यहाँ राखिदिएको हो। कसैले चिन्छ कि भनेर सोध्नु पर्छ भनेर। यति चिसो थियो तर मजाले बोल्दो रहेछ। जति चिसो भयो भने यो चाहिँ मल हुन्छ भनेर जलाइदिएको। यहाँ बोट बिरुवामा लगाइदिनु पर्ने छ। यो खरानी चाहिँ मल हुन्छ। यो चाहिँ अघि भर्खर झारेको बालुवा। हाम्रो चाहिँ नयाँ एउटा टोयलेट प्लस यहाँ 2टा रुम प्लस गर्ने योजनामा छ। अस्ति भर्खर यो गाडी राख्ने बनायौँ, त्योभन्दा अगाडि यो त